के तपाईले सोच्नु भएको छ कि दुनियाँका 1% व्यक्तिको साथमा दुनियाँमा 99% पैसा कसरी पुग्यो भनेर? जहाँ 1% व्यक्तिसँग जति पैसा छ दुनियाँका 99% व्यक्तिसँग पैसा छैन। के कारणले होला? के तपाईलाई थाहा छ? यसको पछाडिको कारण एउटा मात्र छ, त्यो हो द सिक्रेट। जुन व्यक्तिहरूले आज जसलाई फलो गरेका छन्, आधार मानेका छन्, त्यो आधारमा टेकेर अगाडि बढेका छन्, उनीहरू आज मिलिनियर बिलिनियर भएका छन्। त्यसै कारणले गर्दाखेरि द सिक्रेट भनेको एउटा यस्तो चिज हो जहाँ तपाईँ जस्तो सोच्नुहुन्छ, जस्तो भन्नुहुन्छ, जस्तो गर्नुहुन्छ, जे बोल्नुहुन्छ, त्यसको अन्ततः परिणाम भनेको तपाईँ त्यस्तै बन्नुहुन्छ। नमस्कार, म प्रकाश पौडेल आज तपाईलाई स्वागत गर्न चाहन्छु यो युट्युब च्यानलमा। र आज म एउटा यस्तो किताबको बारेमा चर्चा गर्न चाहन्छु जुन किताबले संसार हल्लाएको छ। यो दुनियाँमा 4 करोड भन्दा बढी किताब यो बिक्री भइसकेको छ र यो किताबले दुनियाँको लाइफलाई ट्रान्सफर्म गरेको छ। त्यो किताबको नाम हो द सिक्रेट। यसका लेखक हुन् अथवा अथर हुन् रोन्डा बर्न। र यसमा भनिएको छ डिफ्रेन्ट स्टेप्सहरू दिएको छ कि जीवनमा कसरी कामयाब बन्न सकिन्छ र कसरी अगाडि बढ्न सकिन्छ भनेर। द सिक्रेटको बारेमा अब बेल विस्तार सुन्नुहोस्। यो किताबले दिन खोजेको सन्देश के हो भने यहाँ विभिन्न किसिमका रहस्यका पानाहरू उगारिएका छन् र यसले भन्दैछ ल अफ एट्र्याक्सन, द रियल पावर अफ ल अफ एट्र्याक्सन। के तपाईको विशेष छ? के तपाईको ड्रिम छ? के तपाईको गोल छ? त्यो ड्रिम, त्यो विशेष र त्यो गोललाई रियालिटीमा लानको लागि प्रयोग गरिने स्टेप्सहरू यहाँ दिएको छ। जुन कारणले गर्दाखेरि तपाईँले आफ्नो गोल, आफ्नो विशेष र आफ्नो ड्रिमलाई रियालिटीमा लान सक्नुहुन्छ। यसैको बारेमा बोलेको यो किताबको बारेमा म अझ विस्तृत रूपमा चर्चा गर्न जाँदैछु। यस किताबमा तपाईँले आफ्नो थट्सलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ, आफ्नो फिलिङ्सलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने कुराको विषयमा पनि जानकारी दिएको छ। तपाईका थट्सहरूलाई नियन्त्रण एउटा मात्रै चिजले गर्छ, त्यो भनेको तपाईँको इमोसन हो, तपाईँको फिलिङ्स हो। एउटा रिसर्चले भन्छ दुनियाँमा एउटा व्यक्तिले 60,000 पटक सोध्छ एक दिनमा। भन्नुहोस् ती 60,000 विचारहरूलाई नियन्त्रण गर्ने एउटा मात्रै चिज छ, त्यो भनेको तपाईँको इमोसन हो। त्यो तपाईँको इमोसनले तपाईँको फिलिङ्स र तपाईँको जुन प्रकारको एउटा थट्स छ त्यो थट र फिलिङको कम्बाइन भएपछि त्यसले के गर्छ भन्दाखेरि तपाईँको जीवनलाई एउटा सार्थक रूप दिन्छ। तपाईँको जीवन आज जुन छ त्यो स्थानबाट तपाईँलाई माथिल्लो स्थानसम्म पुर्याउँछ। त्यस कारणले गर्दाखेरि द सिक्रेट एउटा त्यो बुक छ जुन बुकलाई म समरीको रूपमा भनिरहेको छु। अझै ध्यान दिएर सुन्नु होला, अझै केही बाँकी नै छ। यो किताबमा तपाईँहरूले पाउन सक्नुहुन्छ पोजिटिभिटी र ग्र्याटिट्युडले तपाईँको जीवनमा कस्तो बदलाव ल्याउँछ। तपाईँ आज कुन ठाउँमा हुनुहुन्छ र भोलि कुन ठाउँमा जान सक्नुहुन्छ, यसको बदलावको सुरुवात यो किताबले तपाईँलाई गर्न सक्छ। त्यसकारणले यो महत्त्वपूर्ण रहेको छ द सिक्रेट भन्ने बुक। यति मात्र होइन, यहाँ प्र्याक्टिकल टिप्सहरू पनि दिएको छ जुन टिप्सहरूलाई म अझ विस्तृतमा अगाडि लाने नै छु। म तपाईँहरूलाई भन्न चाहन्छु दुनियाँका थिङ्कर, दुनियाँका टिचर्स, लियोनार्डो दा भिन्ची होस्, चाहे तपाईँको सुक्रात होस्, चाहे प्लेटो होस्, चाहे अब्राहम लिङ्कन होस्, चाहे अल्बर्ट आइन्स्टाइन होस्, जोसुकै होस्, यो दुनियाँमा ल अफ एट्र्याक्सनको बारेमा मजासँग उनीहरूले आफ्नो तरिकाले एक्सप्लेन गरेका छन् र तिनीहरू त्यहाँसम्म पुगेका हुन्। ल अफ एट्र्याक्सनको बारेमा जानेर बुझेर तिनीहरू त्यहाँसम्म पुगेका हुन्। त्यो तिनीहरूको सिक्रेट थियो, जुन सिक्रेट दुनियाँमा आज रोन्डा बर्नले यहाँ हामीलाई दिनुभएको छ सिक्रेट बुक मार्फत। अरू दुनियाँ विजेता बन्न चाहन्छ, सक्छ भने तपाईँ पनि तयार रहनुहोस्, तपाईँको सोच बदल्नुहोस् र तपाईँको तकदिर अथवा तपाईँको भाग्य बदल्न तयार रहनुहोस्। यसको लागि एक मात्र यो समरी तपाईँले अन्तिमसम्म सुनिरहनु होला, किनभने यो द सिक्रेट बुकले तपाईँलाई साँच्चीकै ट्रान्सफर्म दिन्छ। एउटा भनाइ छ, वी एट्र्याक्ट वाट वी थिङ्क। यदि हामीले जे सोच्छौँ त्यसलाई हामीले प्राप्त गर्छौँ। जुन बारम्बार रूपमा सोचिरहनु पर्छ, बोलिरहनु पर्छ, भनिरहनु पर्छ। जहाँ इमोसनको पनि म्याटर हुन्छ, जहाँ इमोसनको पनि म्याटर हुन्छ। तपाईँको पोजिटिभ थिङ्किङ, तपाईँको पोजिटिभ सोच, थट, विचार, जुन इमोसन छ त्यो इमोसनले तपाईँलाई अग्रसरतातर्फ लैजान्छ। यो सिक्रेट बुकमा लेखिएको कुरा के हो भने यहाँ 3-4 वटा महत्त्वपूर्ण कुराहरू गरिएको छ, जसमा म 3 वटा कुरा तपाईलाई भन्न चाहन्छु। त्यो 3 वटा स्टेप रहेको छ, आस्क, बिलिभ एन्ड रिसिभ। द सिक्रेटको बारेमा अमेरिकन अथर एवं मोटिभेसनल स्पिकर ज्याक क्यानफिल्ड भन्नुहुन्छ, महसुस नै एउटा यस्तो चिज हो, इमोसन नै एउटा यस्तो चिज हो, फिलिङ्स नै एउटा चिज हो जुन तपाईँको विचारहरू
युनिभर्समा फ्रिक्वेन्सी थ्रो जान्छन् र त्यही तपाईँले रिसिभ गर्नुहुन्छ, कन्सिभ गर्नुहुन्छ। त्यसैले तपाईँ जस्तो सोच्नुहुन्छ, जस्तो सिड्स तपाईँको ब्रेनमा रोप्नुहुन्छ, त्यही नै आउटपुट तपाईँले प्राप्त गर्नुहुन्छ भनेर ज्याक क्यानफिल्डले भन्नुहुन्छ। त्यही कारणले गर्दाखेरि यदि तपाईँ सकारात्मक सोच्नुहुन्छ, तपाईँ हजारौँ विचारहरूलाई सकारात्मकमा ल्याउनुहुन्छ, सकारात्मक सोच्नुहुन्छ भने तपाईँले पाउने रिजल्ट सकारात्मक नै हो। यो किताबले भन्न खोजेको कुरा के हो भने ल अफ एट्र्याक्सन भनेको एउटा यस्तो चिज हो, तपाईँले आफ्नो रिलेसनसिपमा, चाहे तपाईँको आफ्नो वेल्थमा, चाहे तपाईँको फाइनेन्सियल फ्रिडममा होस्, चाहे तपाईँको फ्यामिलीमा रिलेसनसिपमा होस्, जुनसुकै ठाउँमा पनि तपाईँको पोजिटिभ थट्सले काम गर्छ। द सिक्रेट्स बुकको एक मात्र यसको भनाइरहेको छ कि तपाईँ जस्तो सोच्नुहुन्छ, जस्तो महसुस गर्नुहुन्छ, तपाईँले त्यही नै प्राप्त गर्नुहुन्छ। अमेरिकन अथर ज्याक क्यानफिल्ड भन्नुहुन्छ, म ल अफ एट्र्याक्सन मार्फत 4.5 मिलियनको घरमा म आफ्नो श्रीमतीसँग अहिले बसिरहेको छु। हेर्नुहोस्, ल अफ एट्र्याक्सन भनेको एउटा त्यस्तो चिज हो जुन दुनियाँ हल्लाएको किताब, 4 करोडभन्दा बढी बिक्री भएको किताबले आज सबैलाई लाइफ ट्रान्सफर्म गरेको छ भने तपाईँ हामीले पनि लाइफ ट्रान्सफर्म गर्न सक्छ। यसमा मुख्य 3वटा कुरा म अघि तपाईँलाई भनेको थिएँ, आस्क, बिलिभ एन्ड रिसिभ। तपाईँले पहिला भन्नु पर्यो कि वाट डु यु वान्ट, रियली वाट डु यु वान्ट, के चाहनुहुन्छ तपाईँ, त्यसलाई वास्तविक रूपमा, रियल रूपमा तपाईँले एउटा इमेजको रूपमा क्रिएट गर्नुहोस् अथवा आफ्नो सोचलाई बदल्नुहोस् र तपाईँले के चाहनुहुन्छ, रियल वाट डु यु वान्ट, राइट, तपाईँले लेख्न सक्नुहुन्छ। तपाईँले चाहिँ आफ्नो डायरीमा लेख्न सक्नुहुन्छ कि मलाई यो चाहिएको छ, यो चाहिएको छ, मलाई घर चाहिएको छ, मलाई कार चाहिएको छ, मलाई गाडी चाहिएको छ, अथवा मलाई राम्रो परिवार चाहिएको छ, म फाइनेन्सियली फ्रिडम हुन चाहन्छु, के चाहनुहुन्छ त्यो लेख्नु पर्यो फर्स्ट। दोस्रो स्टेप्स रहेको छ बिलिभ। त्यसमा बिलिभ गर्नुहोस्, त्यसलाई भिजुअलाइज गर्नुहोस्, त्यसलाई महसुस गर्नुहोस्, मैले प्राप्त गरिसकेँ, मैले पाइसकेँ, मसँग छ, मसँग 1 करोडको गाडी छ, मसँग राम्रो घर छ, मसँग राम्रो परिवार छ, मेरो राम्रो प्रेमिका छ, अथवा मेरो राम्रो छोराछोरी छ, जेसुकै पनि हुनसक्छ। त्यसलाई महसुस गर्नुहोस्। जुन तपाईँले पहिला चाहनुहुन्थ्यो, जुन आस्क युनिभर्सलाई तपाईँले भन्नुभएको थियो, त्यो कुरालाई तपाईँले के गर्नु पर्यो, महसुस गर्नु पर्यो, बिलिभ गर्नु पर्यो, भइसक्यो भन्ने कुरामा जानु पर्यो। जब तपाईँले भनेको कुरा फ्रिक्वेन्सी थ्रु युनिभर्समा जान्छ, त्यसलाई बिलिभ गर्नुहुन्छ, देन यु विल गेट रिसिभ। वाट डु यु थिङ्क, तपाईँले जे सोच्नु भएको थियो, जे महसुस गर्नुभएको थियो, जे सपना सोच्नु भएको थियो, त्यो तपाईँले के गर्नुहुन्छ, फाइनल्ली तपाईँले प्राप्त गर्नुहुन्छ, रिसिभ गर्नुहुन्छ। त्यसैले मेन 3वटा कुरा आस्क, बिलिभ एन्ड रिसिभ यो किताबमा भनिएको छ। ल अफ एट्र्याक्सन भनेको एउटा यस्तो पावरफुल टुल्स हो जसले तपाईँको जीवनलाई आज यहाँबाट भोलि त्यहाँ पुर्याइदिन सक्छ। तपाईँ आज 0 लेभलबाट भोलि बिलिनियर, मिलिनियर तपाईँ बन्न सक्नुहुन्छ, जहाँ तपाईँले चाहिँ यो सिक्रेट बुकलाई फलो गर्नुहुन्छ। जुन समरी तपाईँले आज सुन्नुभएको छ त्यसको लागि म हृदयदेखि धन्यवाद भन्न चाहन्छु। भगवान श्रीकृष्ण गीतामा भन्नुहुन्छ, तिमी जस्तो सोच्छौ तिमी त्यस्तै बन्छौ, र यो किताबले पनि त्यही भनेको छ, तपाईँको थट जस्तो छ तपाईँ त्यस्तै बन्नुहुन्छ, ताकि तपाईँमा त्यस्तै महसुस हुन जरुरी छ। थ्याङ्क यू सो मच। आजको एपिसोडबाट म प्रकाश पौडेल बिदा हुन चाहन्छु र मेरो युट्युब च्यानललाई लाइक, सब्सक्राइब एवं सेयर गरिदिनु होला। यस्तै विषयवस्तुहरू सुन्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई लाइक, सब्सक्राइब एवं सेयर गरिदिनु होला। तपाईँको सानो सहयोग मेरो लागि धेरै ठुलो बन्न सक्छ। नमस्कार।